Namaste me Lalit Chaudhary channel Lay Sabe Jaina subscribe Garnahala. धेरै मानिसहरू अफिलिएट मार्केटिङ तथा डिजिटल मार्केटिङमा फेल हुन्छन् क्या। किन हुन्छन् भन्दा उनीहरूले अफिलिएट मार्केटिङ तथा डिजिटल मार्केटिङ अनलाइनदेखि पैसा कमाउनको लागि उनीहरूले मेहनत गर्दैनन्। मेहनत नगरेसम्म केही पनि हुन्न। बुझ्नुभयो नि? साँच्चै केही पनि हुन्न। तपाईले आज कुनै फिल्डमा काम गर्नुहुन्छ भने यस तपाईले आज मात्र गरेर तपाईले पुगेन नि, तपाईले त महिनाभरि गर्नुपर्ने हुन्छ नि त। कुनै पनि फिजिकल काम तपाईले गर्नु भएको छ भने, कुनै पनि रेस्टुरेन्टमा गएर तपाईले काम गर्नु भएको छ भने त्यो रेस्टुरेन्टको तपाईले 1 महिना भएपछि पैसा दिन्छ कि नै? दिन्छ। अनलाइनमा पनि त्यसरी नै सम्झिनुस् के। कुनै पनि प्लेटफर्ममा तपाई अनलाइनमा काम गर्दै हुनुहुन्छ, अनलाइन प्लेटफर्ममा काम गर्दै हुनुहुन्छ भने तपाईले पहिला सुरुमा 1 महिनासम्म त्यसलाई रेगुलरली चाहिँ दिनुस् टाइम। रेगुलरली गर्नुपर्ने काम के हो त्यो गर्दै जानुस्। यस, जस्तै एसआरके युनिभर्सिटीको कुरा गरौँ। एसआरके युनिभर्सिटी इज द लिडिङ राइट नाउ होइन। तपाईको अहिलेको मार्केटमा चाहिँ एसआरके युनिभर्सिटीले लिइरहेको छ। अब यो प्लेटफर्ममा चाहिँ किन मान्छेहरू चाहिँ इन्गेज भइरहेको छन्, किन मान्छेहरूले यसमा धेरै भिडियोजहरू बनाइरहेको छन् भन्ने कुरा हुन्छ। किनकि उनीहरूले कमाइरहेको छन्। भिडियोज बनाएर तपाईको अफिलिएट गरेर कमाइरहेको छन्, एभ्रीडे ट्याक्सहरू गरेर कमाइरहेको छन्। यस, तपाईले बुझ्नु भएको छैन भने, यदि बुझ्नु चाहनुहुन्छ भने टिकटकको बायोमा नम्बर राखिदिएको छु, त्यहाँबाट मलाई मेसेज गर्नुस्। म तपाईलाई एसआरके युनिभर्सिटीको लाइभ सेसन क्लासेस, तपाईको फ्री डेमो क्लासेस पनि प्रोभाइड गरिदिनेछु। सबै कुराहरू तपाईले बुझ्न सक्नुहुन्छ। बुझिसकेपछि म गर्छु भन्नुहुन्छ भने तपाईको लागि बेस्ट हुन्छ। सो अनलाइनमा इन्कम गर्न चाहनुहुन्छ भने बेस्ट, वान अफ द बेस्ट प्लेटफर्म इन नेपाल द एसआरके युनिभर्सिटी चाहिँ मलाई लागेको छ, किनकि म आफै यसमा काम गरिरहेको छु। यदि तपाईहरू पनि गर्न चाहनुहुन्छ भने मेसेज गर्न नभुल्नुहोला। जति बेला नि टिकटकलाई स्क्रोल गरेर बसेर त्यसको सट्टाबाट केही पैसा कमाउनेतिर लाग्नुहुन्छ भने एउटा प्लेटफर्मको नाम दिन्छु, द एसआरके युनिभर्सिटी प्राइभेट लिमिटेड। ट्रस्टेड गर्नको लागि वान अफ द बेस्ट एन्ड लिगल प्लेटफर्म छ, जहाँबाट मानिसहरूले हजारौं पैसाहरू कमाइरहेका छन् यो प्लेटफर्ममा। सो यदि तपाईहरूलाई यसको बारेमा बुझ्नु छ, फ्री डेमो क्लासेस लिनु छ, पहिला सबै कुराहरू म बुझ्छु, म बुझेर गर्छु भन्नुहुन्छ भने पनि टिकटकको बायोमा नम्बर छ, त्यहाँबाट मलाई मेसेज गर्नुस् र तपाईले अर्निङ गर्ने प्रोसेसहरू सबै कुराहरू बुझ्नुहुन्छ। यदि अझै बढी जान्नु छ भने त्यसको लागि मलाई मेसेज गर्न सक्नुहुन्छ। फाइनान्सियल फ्रिडम हुन चाहनुहुन्छ तपाईँ, तपाईँ आफैमा आफै बोस हुन चाहनुहुन्छ। तपाईँ यस्तो सोच राख्नुहोस् कि म आफै काम गर्छु, म आफै कमाउँछु, म आफै बोस, म आफै कामदार। यस्तो सोच राख्नुहोस् तपाईँ। किन राख्नु भन्दा बिकज अनलाइनमा यति धेरै पैसा रहेछ कि म आफैले सोचिरहेको छु। अनलाइनमा हामी डिजिटल्ली काम गर्यौं भने पैसा टन्नै छ, कमाउन सकिन्छ। इम्पोसिबल छैन कमाउन, तर राइट प्लेटफर्म हुनु पर्यो, राइट टाइम हुनु पर्यो, राइट प्लेस हुनु पर्यो क्या। नेपालमा हेर्ने हो भने चाहिँ एउटा प्लेटफर्मको नाम दिन्छु, द एसआरके युनिभर्सिटी। म यसमा काम गरेको हुनाले चाहिँ अरू पनि छ प्लेटफर्महरू, अरू कसरी अर्निङ गर्छ त्यो पनि डिपेन्ड, फरक होला। तर एसआरके युनिभर्सिटी किन बेस्ट लाग्छ भन्दा यसमा जुनसुकै हामीले यसमा इनरोलमेन्ट हुनुपर्ने हुन्छ एउटा प्याकेज किनेर। अब प्याकेजकै आधारले हामीले के पाइन्छ, एभ्रीडे टास्क पाइन्छ। सिम्पल टास्कहरू गरेर जोसुकैले पनि कमाउन सक्छ यसमा। यस, कमाउन सक्यो। अब त्यो टास्कबाट कमाइसकेपछि हामीलाई एउटा अपर्च्युनिटी, हामीलाई एउटा के पाइयो भन्दा चाहिँ अब यही टास्क गरेको छौँ हामीले, यही टास्कबाट हामीले अर्निङ गरेको छौँ, यही अर्निङ गरेको मार्फत म अब अफिलिएट मार्केटिङतिर जान पाउँछु, म अफिलिएट प्रोग्राममा छिर्न पाउँछु। यही एसआरके युनिभर्सिटीमा रहेको दुईटा मेथड भयो, एउटा टास्कहरू गरेर र अर्को भयो तपाईको अफिलिएट गरेर। टास्कबाट गरेर त तपाईले कमाउनु भयो, अब तपाईले अफिलिएट मार्केटिङतिर जानुपर्ने हुन्छ। अफिलिएट मार्केटिङतिर कसरी जाने भन्दा कसरी कमाएकै छैन त कसरी जाने अफिलिएट मार्केटिङतिर भन्ने कुरा पनि हुन्छ नि त। तर एसआरके युनिभर्सिटीमा तपाईको टास्कहरू त छ नि, टास्कबाट त तपाईले कमाइरहनु भएको छ, डेली कमाउनु भएको छ, आफ्नो प्याकेजको अनुसारले तपाईले डेली इन्कम गरिरहनु भएको छ भने त्यही इन्कम गरेको सो गरेर, त्यही इन्कम गरेको तपाईले देखाएर, त्यही इन्कम गरेको प्रुफलाई राखेर तपाईले अफिलिएट गर्न सक्नुहुन्छ, भिडियोजहरू क्रिएट गर्न सक्नुहुन्छ। त्यो सक्नुभयो भने तपाईलाई अफिलिएट मार्केटिङबाट पनि राम्रो इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। यदि तपाईलाई इच्छुक छ, इन्ट्रेस्टेड हुनुहुन्छ, म पनि गर्छु भन्नुहुन्छ भने टिकटकको बायोमा मैले नम्बर राखिदिएको छु, त्यहाँबाट मलाई मेसेज गर्नुस्। म तपाईलाई सबै कुराहरू सिकाउनेछु। नेपालमा बसेर अनलाइनदेखि नै पैसा कमाउने सोचिरहनु भएको छ भने
तपाईँसँग एउटा घरमा इन्टरनेट र मोबाइल युज गर्नु भएको छ भने घरमा बसेर तपाईँले टिकटक सिकटकहरू भिडियोजहरू बनाउनुहुन्छ भने यदि यस्तो गर्नुहुन्छ भने तपाईँले एउटा अपर्च्युनिटी छ, त्यस्तो टाइपको प्लेटफर्म छ। म आफैले गरेको छु त्यो प्लेटफर्ममा काम र मैले डेली अर्निङ पनि गरिरहेको छु। यस, यदि तपाईँले त्यो प्लेटफर्ममा जान्नु छ, त्यो प्लेटफर्मको बारेमा बुझ्नु छ भने द एसआरके युनिभर्सिटी प्राइभेट लिमिटेड भन्ने एउटा प्लेटफर्म छ, जुन प्लेटफर्ममा मैले मात्र नभएर धेरै मानिसहरूले चाहिँ यसमा काम गरिरहेका छन्। सो अनलाइनमा बसेर हामीले अनलाइन थ्रु नै हामीले सबै कुराहरू गर्न सकिन्छ। यदि अर्निङ गर्न चाहनुहुन्छ भने टिकटकको बारेमा नम्बर छ, त्यहाँ मलाई मेसेज गर्नुहोस्, म तपाईँलाई सबै कुराहरू सिकाउने छु।